हेलो। दिनको सुरुवात होस् या दिनभरको थकान, धेरै नेपालीको हातमा एउटा कप चिया पुगेपछि मन नै हल्का भए जस्तो लाग्छ। आज मैले पनि दुध र अलिकति कडा चियापत्ती हालेर एक कप कडा चिया बनाएको छु। तर चिया केवल एउटा पेय पदार्थ मात्र होइन नि, यसको पछाडि सयौं वर्ष पुरानो इतिहास र संसारभर फैलिएको एउटा संस्कृति छ। चियाको इतिहासलाई हेर्दा यसको सुरुवात चीनसँग जोडिन्छ। समयसँगै चिया चीनबाट विभिन्न देश हुँदै संसारभर फैलियो र आज चिया विश्वकै लोकप्रिय पेय पदार्थमध्ये एक बनेको छ। तर नेपालमा चाहिँ चिया पिउनुको आफ्नै रमाइलो र संस्कृति पनि छ। यहाँ चिया भनेको घरमा मात्र पिउने कुरा होइन। चोकमा चिया पसल हुन्छ, पसलमा 2-4 जना साथी भेटिन्छन् अनि सुरु हुन्छ एउटा चिया ल्याउ न यार, दाइ चिया दिनुस् न, साउजी चिया दिनुस् न भनेर। त्यसपछि चिया आउँछ, गफ सुरु हुन्छ। देशको राजनीति पनि बदलिन्छ, अर्थतन्त्र पनि सुध्रिन्छ, प्रेमको कुरा पनि हुन्छ। कहिलेकाहीँ त चिया खान भनेर निस्किएको मान्छे 2 घण्टापछि मात्र घर फर्कन्छ। कसैका लागि साथीहरूसँग बसेर चिया खानु एउटा बहाना हो, कसैका लागि प्रेमिकासँग बसेर चिया पिउनु एउटा मिठो सम्झना पनि हो, अनि कसैका लागि एक्लै बसेर चियाको प्रत्येक घुट्कीसँग आफ्नै सोचहरू सुन्नु पनि एउटा आनन्द हो। अनि जाडोमा तातो चियाको मजा आफ्नै हुन्छ, अनि गर्मीमा पनि झनै मजा। चिसो मौसम, हातमा तातो कप, कपबाट निस्किरहेको बाफ, अनि वरिपरि बसेका मानिसहरू र अनि गफको सुरुवात। तर गर्मीमा पनि चियाप्रतिको नेपालीहरूको प्रेम घट्दैन। गर्मी होस् या जाडो, चिया खाने भन्ने प्रश्नको उत्तर प्राय हुन्छ ल खाऊ न त भन्ने हुन्छ। अब कुरा गरौँ चियाको केही फाइदाको बारेमा। चियामा प्राकृतिक रूपमा क्याफिन हुन्छ, जसले केही समयका लागि जागरुकता र अलर्टनेस पनि बढाउन सक्छ। त्यसैले काम गर्दा, पढ्दा वा थकान महसुस हुँदा धेरै मानिसलाई चियाले फ्रेस भएको महसुस पनि गराउँछ। यो चाहिँ अमेरिकाको फुड र औषधि विभागबाट प्राप्त भएको एउटा जानकारी पनि हो। तर हरेक राम्रो चिजको मात्र पनि एउटा मात्रा हुन्छ, महत्त्वपूर्ण पनि हुन्छ। धेरै कडा वा धेरै चिया पिउँदा चाहिँ क्याफिन धेरै हुन सक्छ। त्यसैले निन्द्रा बिगार्ने, बेचैनी, मुटुको धड्कन बढ्ने, टाउको दुख्ने, वाकवाकी वा पेट असहज हुने पनि समस्या निम्त्याउन सक्छ। तर हामी नेपालीहरू चाहिँ कहिलेकाहीँ टाउको दुख्यो भने पनि चिया खाएपछि ठिक हुन्छ, कहिलेकाहीँ अल्छी लाग्यो भने पनि ठिक हुन्छ चिया खाएपछि, कहिलेकाहीँ चियाको लत छोडाउन पनि चिया खान्छौँ। फेरि हामी चाहिँ रमाइलो छौँ हामी नेपाली चाहिँ। त्यसैले चिया त्याग्नै पर्छ भन्ने होइन, चियालाई आफ्नो मालिक होइन आफ्नो साथी चाहिँ बनाउनु राम्रो हुन्छ। अनि मेरो विचारमा चियाको सबैभन्दा ठुलो फाइदा कहिलेकाहीँ स्वास्थ्यभन्दा पनि सामाजिक हुन्छ। एउटा कप चियाले अपरिचित मानिसलाई साथी बनाउन सक्छ, रिसाएका 2 जनालाई फेरि कुरा गराउन सक्छ, थाकेको मानिसलाई केही क्षण आराम पनि दिन सक्छ र व्यस्त जीवनमा केही मिनेट गफ गर्ने बहाना पनि दिन सक्छ। त्यो चियाले नै हो। सायद त्यसैले नेपाली समाजमा चिया यति लोकप्रिय छ। चिया केवल कपमा हुने तातो पानी मात्र होइन नि हजुर, यो स्वादसँग मिसिएको एउटा अनुभव पनि हो। एउटा कप चिया, केही मिठा कुरा अनि आफ्ना मान्छेहरू कहिलेकाहीँ सुखी हुनलाई यति नै काफी हुन्छ। अब तपाईँहरू नै भन्नुहोस् है त, तपाईँलाई कस्तो चिया मनपर्छ? दुध चिया कि कालो चिया कि अदुवा चिया कि मसला चिया कि कागती चिया? त कमेन्ट गर्नुहोस् है त। धन्यवाद।